हेलो गाइस ल मेरो चाहिँ मैले चाहिँ हेलो गाइस गुड मर्निङ वान र आज चाहिँ मैले धेरै दिन बादमा भ्लग सुट गर्दैछु किनभने अब यो क्यामेरा चलाउनु पनि सिक्नु पर्ने रहेछ गाइस है क्यामेरा किनेर मात्रै हुँदैन रहेछ अनि यसको सेटिङ म्यानेज सेटिङहरू पुरा राम्रोसँग हेर्नुपर्ने रहेछ मेरो चाहिँ साउन्ड इफेक्टहरू पुरा दिँदै थियो नि त माइकहरू यता डिस्टर्ब पुरा भइरहेको थियो र मैले चाहिँ आज ट्राई गर्दैछु फेरि नयाँ सेटअप त्यही हो मतलब जसमा अलिकति सेटिङ्सहरू गरेर ट्राई गर्दैछु कस्तो के हुन्छ है क्यामेरा एङ्गलहरू त्यही हो भ्लग चाहिँ आजको भ्लग चाहिँ त्यो हो ड्युटी जाँदै गरेको पनि हुन्छ मेरो प्रायः भ्लग चाहिँ मैले भ्लग नगरेको कारण पनि त्यही हो अब क्यामेरा मात्रै भएर हुँदैन रहेछ सेटअप गर्नु जानुपर्ने रहेछ होइन मैले चाहिँ अब गल्ती त गरिरहेको रहेछु अब सेटिङ्सहरूमा है सेटिङ्सहरू चलाउनु पर्दा हुने रहेछ क्यामेराको अलिकति सेटिङ्सहरू चलाउनु माइकको पनि सेटअप गर्नु जान्नुपर्ने रहेछ माइक पनि माइक्रोफोनहरू पनि क्या माइकको कसरी सेटअप गर्नुपर्ने के कसो गर्नु है आज चाहिँ आफ्टर लङ टाइम है तपाईँहरू माथि एउटा भिडियो लिएर फेरि आएको छु हेर्छु के यो उसको साउन्ड क्वालिटीहरू कस्तो आउँछ है अझै यसमा केही थप्नुपर्छ जस्तो छ कुद्दाखेरि जुन त्यो एयर विन्डो आउँछ हावाको त्यसको चाहिँ पुरा प्रब्लम दिँदो रहेछ क्या मेरो चाहिँ त्यो प्रब्लम थियो त्यही भएर चाहिँ मैले भ्लगहरू पनि गरेको थिएँ अस्ति एउटा भ्लग गरेको थिएँ त्यो पनि अब विन्ड नोइसले गर्दाखेरि नै क्या मलाई हालिनँ त्यत्तिकै बाँकी चाहिँ त्यो मतलब गरेँ क्यामेरा एङ्गल पनि मिलाउनु बिर्सेछु त्यही भएर हालिनँ पनि त्यो मैले डिलिट गरिदिएँ भिडियो पनि साह्रै राम्रो पनि लागेन यहाँ चाहिँ जहिले पनि ट्राफिकमा चाहिँ बस्नुपर्ने हुन्छ मतिर गरम पो लाग्यो आज धेरै दिन के गर्छ यार लुकिङ ग्लास चाहिँ मिलेको छैन रहेछ लेफ्ट साइडको मेरो मिलाउनु पर्ने छ यो ठुलो गाडीहरूले साह्रै अझ ठोक्लाई यस्तो गर्छ त अटोले त ए लागिहाल्यो सिग्नल यो बिएमडब्ल्यूले अल्झायो नि यार जाँदा पनि जाँदैन अघि साइड दिएको त भइहाल्थ्यो नि फिल्म यहाँ चाहिँ गाइस त्यही हो क्या ट्राफिकमा चाहिँ रोकिनु पर्ने नै हुन्छ जहिले पनि आज त त्यस्तो जाम छैन अलिक छिटै निस्क्यो अरू बेला चाहिँ लास्टै जाम हुन्छ जाम नहुने भनेको फ्राइडे स्याटरडे सन्डे चाहिँ हुँदैन सन्डे चाहिँ अब सबको छुट्टी हुन्छ है र यो भिडियोमा है मेरो विन्ड नोइसहरू कति आउँदैछ है कमेन्ट गरिदिनु किनभने यो डेड क्याट पनि किनेर लाउनु पर्ने रहेछ कि माइकमा मैले चाहिँ त्यो डेड क्याटहरू चाहिँ युज गरेको छैन सो त्यो डेड क्याट लगायो भने चाहिँ अलिक राम्रो क्वालिटी आउँछ कि मतलब सबै सामान राम्रै छ
त्यो अब आफूले फर्स्ट टाइम गरेर होला वुडनेसहरू आउँदै गरेको है। त्यसको लागि चाहिँ एउटा डेड क्याट भन्ने पाउँदो रहेछ, त्यो चाहिँ स्पेसली माइकको लागि रहेछ। वुडनेसहरू चाहिँ आउँदैन रहेछ, ट्राई गरेर हेर्छु त्यो पनि एकचोटि लगाएर। र क्यामेरा सेटिङमा पनि अलिक धेरै कुरो सिक्नुपर्ने रहेछ है। क्यामेरा किनेर म चाहिँ त्यो हुँदैन रहेछ भ्लग गर्छु भनेर है। म चाहिँ तर भिडियो बनाउने कारण चाहिँ यस्तो होइन कि म भ्लगरै भन्छु भनेर क्या, जस्ट त्यतिकै अब कोही खेर बनाउनु मन लाग्छ नि, त्यही कारणले म त बनाएको। मलाई त्यस्तो उयो नै हुन्छु भन्ने चाहिँ छैन, युट्युबै चलाउँछु भ्लगर हुन्छ होइन। जस्ट एउटा रिमेम्बर कुरो है, कति कुरो रिमेम्बर हुन्छ नि त, त्यो रिमेम्बर कुरो यादगार रहोस् भनेर म चाहिँ क्या अब कोही खेर आफूमा अब राखिरहनु त सक्दैन, चाहे कोही खेर युट्युबमा अपलोड गरेर कोही फेसबुकमा अपलोड गरेर चाहिँ अब राखेको छ भने चाहिँ एउटा रिमेम्बर हुन्छ नि त, याद हुन्छ। सडनली कोही खेर टक्क अब देखि फोटो छ त्यतिखेर है, एक समयमा यो जग्गामा यस्तो गर्थ्यो भन्ने एउटा फिल हुन्छ नि त, भाइब हुन्छ क्या। र जसले है मेरो युट्युब च्यानल सब्सक्राइब गरेको छैन है, मैले लिङ्क सेयर गरिदिन्छु, त्यसमा गएर तपाईँले युट्युब च्यानल पनि सब्सक्राइब गर्नु सक्नुहुन्छ। अनि जति पनि नयाँ दाजुभाइहरू दिदीबहिनीहरूले मेरो भ्लग हेर्नु हुँदैछ भने फेसबुकमा है प्लिज फलो गरिदिनु। मन परे तपाईँहरूले लाइक गरिदिनु सक्नुहुन्छ, सेयर गरिदिनु सक्नुहुन्छ है। ओहो आजको ट्राफिक गर्दा जुङ्गाबाट पसिना निस्किसक्यो त, जुङ्गा भनेको होइन मतलब थुतुनाबाट यस्तो हुन्छ नि, माथि जुङ्गा आउने त ओठको माथिल्लोबाट तुरुरु बग्दैछ क्या, गरम भयो क्या आज, त्यस्तो अरू बेला हुन्थेन। आज अलिक घाम लागेकै छ नि त, नभए चाहिँ त्यस्तो गरम हुने ठाउँ चाहिँ होइन। देखिहाल्यो होला गाइस सिग्नल लागेको। लु बल्ल खोल्यो, अब चाहिँ जानुपर्ने हुन्छ। लु गाइस सिग्नल खोलेर चाहिँ ढुक्क लाग्छ क्या। यसरी सिग्नलमा उभिरह्यो भने चाहिँ के हुन्छ भने सिग्नलमा उभिरह्यो भने चाहिँ गरम लाग्छ क्या, गरममा त यता पनि गाडी हुन्छ उता पनि गाडी हुन्छ नि त, त्यही कारणले चाहिँ पुरा गर्मी फिल हुन्छ क्या। त्यो इन्जिन चलिरहेको हुन्छ, इन्जिनको हिटले गर्दाखेरि चाहिँ। लु गाइस अब यहाँनिर भेटायो फेरि, यहाँनिर जाम, यहाँ त्यही हो जहिले पनि क्या, बिहान डेली रुटिन हो क्या हाम्रो त। अब यो जाममा बस्ने, सिग्नलमा अड्किने, एक सालमा चाहिँ हामी चाहिँ के एकै साल चाहिँ यसरी घुम्छ होला लाइफ। र उमेर गएको पनि थाहा पाउँदैन क्या, यसरी उमेर गएको पनि थाहा पाउँदैन, साल बितेको पनि थाहा पाउँदैन। हाम्रो जिन्दगी चाहिँ यसरी नै जाने भयो, बाफ रे बाफ। खाना खायो बिहानको, त्यहाँबाट काम गऱ्यो, फेरि बेलुका आयो छुट्टीबाट घरमा, बिहान उठ्यो काम गयो, यस्तै ट्राफिक झेल्यो डेली। साल बितेको पनि थाहा पाउँदैन, समय बितेको पनि थाहा पाउँदैन क्या। जिन्दगी यसरी नै गुजारा भइरहेको छ। अलिसान जिन्दगी कहिले बिताउनु पाउने हो। ए आन्टीजी बढाउनुहोस् अगाडि। यतातिर चाहिँ गाइस ओभरटेक हान्नु पनि अलिक उयो नै हुन्छ क्या। ला हौ सधैँ ग्यारा पोसिँदैन क्या यार, कोही खेर ग्यार लक भएको जस्तो हुन्छ हौ गाडीमा यार।
त्यत्रो हिर्काउँदा पनि मतलब पोसेको जस्तो आवाज आउँछ मतलब ग्यास, तर न्युट्रलमा बस्ने चाहिँ कोही बेला यो चाहिँ बजाजमा चाहिँ पल्सरमा चाहिँ क्या यो चाहिँ प्रब्लमै हो क्या बजाज बाइकमा चाहिँ। कोही खेर घाटाक्कै गर्छ, पोसेको जस्तो हुन्छ, कोही खेर पोसिरहेको हुन्छ, कोही खेर पोस्दैन। यो प्रब्लम चाहिँ तपाईँहरूले जुनै पनि बजाजको बाइक किन्नुहोस्, यो डिफेक्ट चाहिँ डिफल्ट चाहिँ देख्नुहुन्छ क्या बजाजको। यो चाहिँ साह्रै घिनलाग्दो प्रब्लम। धेरैचोटि म यसरी झुकिसकेको छु कि ओहो यस्तो घाममा यसो ट्राफिक कुदाउँदा त बाफ्रे कम झिजो लाग्छ नि त। लास्टमा इन्डिङ हुन्छ क्या, त्यही भएर सिटीमा चाहिँ त्यो छ बाटो, गाउँमा चाहिँ फेरि एउटै बाटो हुन्छ, फेदिङको टुकुसम्म जामै हुन्छ। किनभने चाहिँ गाउँतिर चाहिँ तपाईँहरूको उयो हुँदैन नि त, के भन्छ उयो साइड दिने ठाउँ पनि हुँदैन, अनि मान्छेले अब पार्किङ पनि हुँदैन नि त, जहाँ पाए टी गार्ड पनि राखिदिएको हुन्छ, त्यही हुन्छ है। प्लेन्समा चाहिँ हुन्छ ठुल्ठुलो रोडहरू हुन्छ, लास्टमा टुङ्गेर एउटै जग्गामा आएको हुन्छ क्या, तल्लो बाटो माथिल्लो बाटो भइरहेको हुन्छ। तर यो तल्लो बाटो गयो भने त्यही हो, म परै गएर जुझिने हो, यो माथिल्लो बाटो गयो भने परैबाट जुझिने, एउटै ठाउँमा जुझिन्छ बाटो हो। तपाईँहरूले पनि सोच्दैछ होला यो भाइले को भिडियोमा खालि एउटै बाटो के गर्नु त है। त्यही हो, ड्युटी जाँदै गरेको नै प्रायः भिडियो हुन्छ मेरो जो, किनभने अब सक्दिनँ भन्नु पनि भएन होइन, किनभने टाइम पाउनु पऱ्यो क्या एउटा कुरो। किनभने छुट्टीमा पनि बनाउनु भ्याउँदैन, छुट्टीमा पनि त्यही हो, घरमा बस्यो बस्नु गयो है, आफ्नो रुम सफा गऱ्यो, त्यतिमै टाइम बित्छ। ल अझै पनि नयाँ भ्लगहरू ल्याउनु त भनेर त सोच्दैछु तपाईँहरूको लागि है, तर के गर्नु हौ टाइमै पो पाउँदैन, टाइमलाई साथै दिँदैन कि समयले। ल आज त यहाँदेखि जानु रहेछ, ल बाफ्रे गाडी कुदाउनु चाहिँ मजा हो कि बाइक कुदाउनु चाहिँ, तर जाममा चाहिँ नि आम्मामा आज त झन्डै मैले स्वेटर लगाउँछु भनेर सोचिरहेको थिएँ, लगाएको भए चाहिँ अहिले बाफ्रे यो गरम। आज त कति गरम भइरहेको छ है, सर्टमा पनि मलाई सर्ट लगाइरहेको छैन, सर्ट लगाएर पनि पोलिरहेको छ क्या स्किन आज। जसले पनि गाडी चलाउँदाखेरि चाहिँ हेलमेट चाहिँ लगाइदिनु होला है सबैजनाले, एकदम सेफ्टी हो क्या। पहिला बाइक स्कुटी चलाउनु भन्दा अगाडि चाहिँ आफ्नो प्राइभेसी हेर्नु क्या, आफ्नो सेफ्टी हेर्नु क्या मेन थिङ। किनभने हेलमेटले चाहिँ अब धेरै कुरोमा सेफ्टी गर्छ क्या। किनभने इनकेस मलाई म पनि अस्ति एक्सिडेन्ट हुँदाखेरि क्या, हिजो अस्ति एक्सिडेन्ट हुँदाखेरि भयो, एक्सिडेन्ट अब लाइफमा हुन्छ त्यस्तो होइन, हुँदैन भन्ने होइन लाइफमा एकचोटि न एकचोटि त हुन्छ कसैलाई ठुलो पर्छ कसैलाई सानो पर्छ। म अब हुनु त त्यस्तो ठुलो भएको पनि होइन है, ठिकै नर्मल 30 to 40 को स्पिडमा चाहिँ भएको, लडेँ क्या। लड्नु चाहिँ अब मेरो गल्ती त थिएन, अब त्यतिखेर अगाडि गाडीवालाको गल्ती थियो, लडेँ।
लड्दाखेरि चाहिँ मेन चाहिँ लड्दाखेरि चाहिँ ठोक्किने भनेर टाउकोहरू रहेछ क्या। टाउको चाहिँ एकदम जोगाउनु पर्ने हुँदो रहेछ गाइस। त्यही भएर चाहिँ हेलमेट चाहिँ नेसेसरीले लाउनु पर्छ क्या। आफ्नो पछाडि कोही छ है, उनीहरू पर्खिरहेको हुन्छ आउँछ भनेर होइन, घर आउँछ भनेर पर्खिरहेको हुन्छ, सम्झिरहेको हुन्छ। त्यही सोचेर पनि आफूले कुदाउनु सेफ्टी कुदाउनु होइन, प्लस अब हेलमेटहरू पनि लाएर कुदाउनु है। किनभने आजकल त अब प्रायः केटाहरूले लाउँदैन हेलमेट। 30-40 भनेको नर्मल स्पिड भन्नु भएन नि त होइन। किनभने मान्छेलाई के भन्छ, एउटा उयो मात्रै चाहिएको हुन्छ क्या, केही कुरो मात्रै चाहिएको हुन्छ, बस त्यही हो क्या। हुनु छ भने चाहिँ तपाईँ अलिकति 1 चम्मच पानीमा डुबेर पनि मर्दिन्छ भन्छ मान्छे। मतलब तब अलिकति लडेर ठोक्नुहोस्, चाहे 10कै स्पिडमा ठोक्नुहोस्, चाहे 30कै, चाहे 50कै, चाहे 20कै। दिन आएको छ भने सबै त्यही हो क्या। र त्यही कारणले चाहिँ भन्छु है, राइड सेफ गर्नु। जति पनि हाम्रो केटाकेटीहरूले कुदाउँछ है बाइक स्कुटी, एकदम केयरफुल्ली अनि नेसेसरी हेलमेट चाहिँ बोकेर हिँड्नु, बोकेर भन्दा पनि लगाएर हिँड्नु। कम्पलसरी हेलमेटहरू चाहिँ एकदम म चाहिँ त्यही सजेस्ट गर्छु। अब हेलमेट लाउनु चाहिँ मोर इम्पोर्टेन्ट छ क्या। म अलिकति पनि कहीँ गयो भने हेलमेट चाहिँ छोड्दिनँ, लगाउँछु प्रायः। किनभने आफ्नो फर्स्ट सेफ्टी आफ्नो हेर्नु पऱ्यो नि त होइन, आफ्नो सेफ्टी। आजको भ्लग पनि तर लामो भयो होला एउटै बाटो यो, म्याक्सिमम् मलाई यो बाटो हिँड्नु 14-15 मिनट लाग्छ होइन। राति हो भने चाहिँ म यो बाटोमा चाहिँ 10 मिनटतिर चाहिँ तलनिर त्यहाँनिर पुग्छु, 10 मिनटमा चाहिँ राति हो भने चाहिँ। किनभने राति खाली हुन्छ है, त्यो खाली भएर स्पिड कुदाउँछ भनेको चाहिँ होइन, मतलब खाली हुन्छ, खाली भएपछि रोड खाली हुन्छ नि त, जामसाम केही हुँदैन। तर कोहीखेर त राति पनि नभन्नु बा के हुन्छ बाफ्टर भन्ने। स्पिड कुदाएर मात्रै भयो भने त जुन स्पिड ब्रेकर हुन्छ राखेको हुन्छ है स्पिड कन्ट्रोल गर्ने, त्यसमा चाहिँ एकदम जोगिनु पर्छ। स्पिडमा गयो भने चाहिँ तपाईँहरू उछिटिन्छ क्या, त्यसमा चाहिँ उफार्छ नि त। उफारेपछि त आफ्नो बडी त ज्याग्लिङ त हुन्छ होइन, ज्याग्लिङ भएपछि त मान्छेको डिसब्यालेन्स हुन्छ, उछिटिन्छ नि त। यो कुराहरू चाहिँ बहुत याद गर्नुपर्छ। इफ तपाईँहरू कुनै पनि हाइवेमा कुदाउनु भयो भने के याद गर्नु। ड्युटी चाहिँ आइपुगिसकेँ। सो अब यस्तै भिडियोहरू ल्याउँदै गर्छु सानोतिनो है। बाटो सेम हुन्छ तर शब्द चाहिँ फरक हुन्छ है गाइस, त्यही हो। बाटो भन्दा पनि अब बाटो त के भन्नु, ड्युटीको त्यही हो, सधैँ त्यही बाटो आउने त्यही बाटो जाने, अरू के गर्नु। जिन्दगी यसरी नै चलिरहेको अहिलेसम्म त। लगाइस तपाईँहरूलाई हो कस्तो के लाग्दैछ है, भिडियो हेरिदिनु होला है। मन पऱ्यो लाइक गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला, कमेन्ट गरिदिनुहोस् होला है। यसरी नै अब यसरी नै सानो तिनो भिडियो ल्याउँदै गर्छु। अब फेरि पास देखाउनु पर्ने हुन्छ बाफ्रे। पास नदेखाइ चाहिँ हुँदैन भैया, पास छैन
उयो नै छैन, एन्ट्री नै छैन। त्यही भएर गेट पास चाहिँ डर्लिङ बोकेर हिँड्नुपर्ने हुन्छ। ल आइपुग्यो। बिहानदेखिको बेलुकासम्म अब यतै बसौँ। हेलो दाजु, चिया बनायो? चिया चिया खाने टाइम पनि भइसक्यो। लगाइस फेरि भेटौँला नेक्स्ट भिडियोमा है।